क्यास किन चाहियो भाइ तिमीलाई? केटालाई पगार चाहियो दाइ, त्यही भएर भन्यो कति छ के छ, कहिलेसम्म गर्छौ, अनलाइन पेमेन्ट गर्छौ, कहाँ दिन्छ? स्यालेरी चाहिँ काउन्टरबाट दिँदैन होइन, सिधा कुरो काउन्टरमा कति छ स्यालेरी, कहाँ पाएको तिमीले काउन्टरबाट स्यालेरी कहीँ पाएको तिमी? ए दाइ, आफ्नै दाइ भएर भन्यो काउन्टरमा क्यास पर्छ त्यो त मिलाइदिनु न। अब यता सेललाई फोन गरेर केटाहरूको समस्या छ भनेर कति पहिले राम्रोसँग काम गरेर हेर भाइ, अनि त्यसपछि मात्रै हुन्छ क्या। त्यो काम गर्दाखेरि यार तिमीहरू यार डेली छुट्टी हाल्नुहुन्छ यार, त्यसरी कहाँ हुन्छ त? स्यालेरी माग्दाखेरि यार तिमीहरू 10 तारिकसम्म पनि गर्न सक्दैन। छुट्टी त हाल्नु पऱ्यो केटा, अब छुट्टी चाहिन्छ त। महिनाभरि काम गरेर 4 महिनामा हप्तामा एकचोटि रेस्ट गर्नै पऱ्यो, छुट्टी हाल्नै पऱ्यो। काम त भइरहेछ दाइ, रोजको 2-3 लाख धन्दा भइरहेछ, केटाले काम गरिरहेछ, पगार त टाइम टेबलमा दिनु पऱ्यो त। तिमीहरूको छुट्टी धेरै भइरहेछ भन्ने आएको छ होइन, उनीहरूले पनि अस्ति त्यस्तै भनिरहेको थियो। तर हेरौँ के हुन्छ, 10 तारिकसम्म चाहिँ वेट गर्नुपर्छ हेर भाइ, टेन्सन नगर। बरु अरू केही अलिक खर्च चाहिएको छ भने चाहिँ अलिक दिन सकिन्छ। अनि पुरै स्यालेरी चाहिँ 10 तारिकसम्म चाहिँ वेट गर्नु पऱ्यो है त। एडभान्स दिनु दाइ, अब 7-8 तारिक मिलाइदिनु। अब स्यालेरी 10 तारिक भए पनि खर्च चाहिएको छ, दुईवटा नभए पनि अब 4-5 हजार मिलाइदिनु ल, कति मिलाइदिन्छु? अरे दाइ, यो 50 रुपियाँ के आउँछ? 50 रुपियाँ त यहाँ के आउँदैन? 50 रुपियाँ खुसी पार्नु भएको छ। 50 मैले भनेको होइन के? ए